ल आज चाहिँ यहाँ बिरयानी बन्दैछ के यो मासु होइन मासु चट्टा लाएर यो चामलको पुलाउ मजाले चामल हुँदैछ खोर्सानी पनि हाल्छ हो ल बिरयानी बनाउनु चाहिँ कान्छाले घर जाने उपलक्ष्यमा होइन घर जाने उपलक्ष्यमा बिरयानी बन्दैछ कति वर्षपछि घर जानु लाग्यो 3 वर्षपछि घर जानु लागेको उपलक्ष्यमा बिरयानी बन्दैछ आज 3 वर्ष खुसियालीमा बिरयानी खतरा बोल्दा छ है त्यही भएर उता त धेरै टाइम लाग्छ कतिजनालाई हुन्छ त यो 20-25 जनालाई त 20-25 जना 7 किलो चामल हो खास मान्छेहरूलाई मात्र बोलाएको खास मान्छेहरू आउँछ अरे ल ठिक छ ल बिरयानी बन्दैछ अनि चट्टा अहिले खाने बेला मजाले देखाउँ ल होइन कस्तो बनाएको छ भनेर चाहिँ आगो चाहिँ खतरा बल्ला छ आगो त खतरा बल्ला छ त जाडो महिना भएको त यस्तै बस्नुहुन्थ्यो होइन मजाले बिस्तारै आउँदैछ है सही छ ल अब अहिले खाइसु देखाउँला सबैजनालाई अनि वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई है भिडियोहरूमा भ्यू चाहिँ हल्का गइरहेछ थ्याङ्क यू सो मच त्यसको लागि सपोर्ट गरिदिनु भएकोमा सबैजना हामी चाहिँ सबै नयाँ ड्युटी गरेर आएको अनि नयाँ ड्युटी गरेर आएर भाइले पार्टी दिने रे भनेर यहाँनिर चट्टा बिरयानी सिरयानी बन्दैछ अब एकछिनमा रेडी हुन्छ यो चाहिँ बाहिर बनाउनु पर्छ नि त रुमभित्र बनाएर हुँदैन त्यही भएर मजाले बन्दैछ अनि खानुपर्छ है त ल यो चामल चाहिँ मजाले उम्रिरहेको छ यहाँ बिरयानीको चामल यहाँ मासु पाक्दैछ मासु रेडी हुँदैछ यहाँनिर ओहो यो ग्रेभी मासु चाहिँ खानुपर्छ यार चट्टा लगाएर छुट्टै दामी पाराले घर जाने खुसीमा पनि पार्टी है ठिक छ ल भरे दिएन भन्ला नि है बिरयानी बनाउँदाखेरि चाहिँ पानी यसरी फाल्नुपर्छ हेरौँ सिस्टम चाहिँ यस्तो छ खुट्टामा पर्ला है ल बिरयानी बनाउने सिस्टम है त तरिका बिस्तारै पोल्ला ए ल यसरी पानी फालिन्छ बिरयानीको अट्छ बिस्तारै ओके ठ्याक्कै पानी चाहिँ यसरी आइसक्यो यसरी पानी फालिन्छ है त नगर गइहाल्छ बिस्तारै यसमा फेरि हाल्नुपर्छ सेम पुलाउ जस्तै है यसमा के हाल्यो नि पुलाउ पनि गर्ने हो त पानी फाल्ने तरिका चाहिँ यसरी हो है त यदि बिरयानी बनाउने सोच हुनुहुन्छ भने चाहिँ त्यहाँ ग्रेभी पनि मजाले पाक्दैछ चट्टालाई अब यसमा मिक्स गरिदिने अब यसरी ग्रेभी चाहिँ यसरी बिरयानीमा मिक्स गरिदिन्छ झ्याममा हाल्यो हुन्थ्यो नि यो पनि हाल्यो होइन र अनि हाल त भएको त बिस्तारै कलर त यसको माथि अब पहिला अलिकति धनिया देऊ त मलाई कति पोलेको यसले पोल्यो मलाई डेन्जर पोल्यो मेरो पछाडि बिरयानीको मसलामा यसरी चट्टा लगाएर हालिन्छ आम्मा ल हेर्नु त बिरयानी यस्तै हो है बाहिर बनाइरहेको छु अब बिरयानी बनाउनु बाहिर त नि रुममा बनाएर भएन त्यही भएर बाहिर है तर पनि अनि चुलामा गाह्रो छ होइन सो बाहिर बनाउँदैछु अनि यो के हो कलर हो मसला हो ऊ त्यो मसला ल्याउनु पनि गएको छ के अरे पिरोवाला मसला होइन बाफ रे बा धनियाँ भन्छ यो पाक्यो अब त्यहाँ राख्नु पर्दैन फुल छ नि यहाँ त होइन अझै बिरयानी थप्दैछ त्यसले हालिदिने त्यसैले यो हो नि त तरिका अब यसलाई फेरि एकछिन आगोमा राख्नुपर्छ होइन अनि त्यसपछि मजाले खानेसम्म हुन्छ ल यसरी मजाले है त बिरयानी पाक्दैछ अब खाने बेला देखाउँछु बिरयानी पार्टी हुँदैछ
घर जाने उपलक्ष्यमा केटाको भतिज उठाइदियो नि यो सबै ढक्कन सकिएको नि बिरयानी चट्ट लगाएर सबैलाई पुग्ने गरी मजाले हाल्दै कतिजना आछ अहिले यहाँ ल ल केटाहरू भुइँमा झ्याम बसौँ झ्याम हानौँ ल सबैजना अब चिसो खोल्नु चिसो उ त्यो फ्रिजमा हाल्नु ल ल ल खै हाम्रो मेन मुखिया के हो यहाँ उठ्नु ल खै सञ्जय राजहरू आएन एकछिन त कहिले एकछिन हो र नि ल चट्ट लगाएर ल योगेन्द्र बस ल साइड लग ट्याक ट्याक त्यहाँनिर बसौँ खाने बेला चाहिँ गप्प सबै मिलेर खाउँ ल यहाँनिर टक्क हाल्ने कार्य हुँदैछ ल बसौँ केटा ठाडो होइन कि तल हो तल बस्ने झ्याप 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 लगाएर बसौँ केटाहरू चट्ट लगाएर चट्ट लगाएर सबैजना बसियो परदेशमा चाहिँ यस्तै हो होइन ओ भाइ घर जानलाई उपलक्ष्य बत्तीहरू पनि बाल्दियो है बाल्दियो सबै बाल्दियो ओहो ल ल अब केटाहरू सबैजना चाहिँ बसिसक्यो चट्ट लगाएर म चाहिँ यहाँ बस्दैछु बेडमा होइन लगाएर ल केटाहरू खाम मजाले पहिला जति जान्छ त्यति जान्छ त्यो पहिला केटाहरू हामी अहिले खाऊँ ल हामी रुमको मान्छे अहिले खाऊँ ल हाम्रो पाहुनाहरूलाई पहिला खुवाउनु पर्यो नि पाहुना फर्स्ट हो के होइन ल ठिक छ हाम्रो बजेले हान्दैछ यहाँ बिरयानी झ्याम सुरु गरौँ ल ल चट्ट लगाएर हान्यौँ सुरु ल है बिरयानी चाहिँ कस्तो छ टेस्ट केटाहरू बास्नाले हो ल खानेहरूले भनौँ त कस्तो छ टेस्ट दामी छ ल ठिक छ हामी नेपाली बनायो खोइ खाऊ न अहिले खाउँ न त्यसो ल ल बसौँ ल आमा अर्को पार्टीवाला पनि आउँदैछ फेरि ल हेरे चन्द्रले त पुरा लेभल त यहाँ पुऱ्यायो त अनि पार्टीको त यहाँदेखि यहाँ पुऱ्यायो अब आफ्नो पालोमा कस्तो हुन्छ अब मेरै पालो हो यो चाहिँ त्यही हो ल हाम्रो एउटा सबैजना खाँदैछ यहाँनिर पार्टी होइन यहाँ थप बनाइदिँदैछ हामी सबैजना मजाले खुवाउने हो नि त खाइसकेपछि होइन दामी छ घरकै मान्छेले हान्डा रहेछ यहाँनिर हाम्रो कान्छाले घरकै मान्छे अगाडि भोग लाग्यो ठिक छ मजाले अब ल अब यहाँ पार्टी चल्दैछ अब अघि केटा सबले दिएर सक्यो यो चाहिँ अब हाम्रो पालो चट्ट लगाएर हानिसक्यो ठिक छ नि होइन थप्नु न अझै थपेर हान्नु न ल घर जान्छ हाम्रो ए मसुद तुमी फिर कपडा नहीं है भाइ पुरा यसै डालेको ठिक है ल मजाले है सबैजना खाँदैछौँ बिरयानी टेस्ट ठिक छ है बवाल लाग्यो मलाई त्यहाँ ल भले हाल्दै हुनुहुन्छ सबै किचनमा पनि मान्छे छ र ए आमा बिचरा उसको लागि उहाँ पुगिरहेको ल ठिक छ ल ठिक छ ल अब हामी खाँदैछौँ दामी छ राख्नु बस्नु त बस्नु दामी छ ल बिरयानी हान्दैछ अब यो चाहिँ हाम्रो पालो